नमस्ते, 안녕하세요। म दुर्गेश जीएम। आजको ग्रामर चाहिँ भिएसटीमा नुन फारामे रहेको छ। यसको नेपालीमा अर्थ हुन्छ एकको कारणले भन्ने अर्थ लाग्यो है। यो एउटा नकारात्मक नतिजा जनाउने व्याकरण हो जसमा आफूले नचाहेको नसोचेको अवस्थालाई कारणको रूपमा भन्दा यो व्याकरण प्रयोग गरिन्छ। आफ्नो कारणले नभई बाहिरी रूपबाट है बाहिरी कारणबाट कुनै पनि नकारात्मक नतिजा आउँछ भने यो व्याकरण प्रयोग गरिन्छ। अर्थात् अगाडिको वाक्यले पछाडिको वाक्यमा नकारात्मक नतिजा दिँदा यो व्याकरणको प्रयोग गरिन्छ। जस्तो उदाहरणको रूपमा हेरौँ, छनुन कुनुन फारामे सागोगा नास्सयो। मेन स्विच बन्द गरेको कारणले दुर्घटना भयो। खोङफो इन्हुवा ग्वा इन्नुन फारामे फोल्सु अप्सस्सयो। है, हरर मुभी, डर लाग्दो मुभी, भूतको मुभी भएको कारणले फिल्म हेर्न सकेन। यसरी आफ्नो कारणले नभई अरूको कारणले गर्दा दोस्रो वाक्यमा चाहिँ नकारात्मक असर पर्छ। त्यस्तो अवस्थामा चाहिँ यो व्याकरण प्रयोग गरिन्छ। च्याप्टर 32 होइसा सिसल सायङ कम्पनीको सुविधा प्रयोग। खिसिक सानुन फुलफेन हाजियो होस्टेल असहज हुन्छ हो भनेर एउटाले भन्छ। अनि अर्कोले चाहिँ फुलफेन हाजिनुन आन्चिमान सिक्किया थोइनुन क्युचिगी इस्सयो। शिक्षा एसा नुन एर सारामुन हामके सिङवर हात चनायो। खिसुक्सामा चाहिँ धेरै मानिसहरूले सँगै जीवनयापन गर्छन्। मुनबब है व्याकरणमा छ छन्नायो अनि आ नोत्था। अहुई भोक्याबुलरीमा छ खिसुक्सासँग सम्बन्धित शब्द अनि भोजनालयसँग सम्बन्धित शब्द। मुनुवा छङ्बो संस्कृति र जानकारीमा छ सानी खोयङ सिसल सायङ सूचिक। कम्पनीभित्र सार्वजनिक सुविधा प्रयोग नियम। हाक्सुप मोफ्यो इकाइको उद्देश्य। होस्टेलको सुविधासँगै नियमको बारेमा कुरा गर्न सकिन्छ। भोजनालयको बारेमा कुरा गर्न सकिन्छ। अब अहुई एक हेरौँ। अहुई इल भोक्याबुलरी खिचुक्सासँग सम्बन्धित शब्द है। फाङ कोठा, फोक्दो प्यासेज, खेदान सिडी, छुरिबमुन भनेको प्रवेश गर्ने ढोका, सेथाक्सिल लुगा धुने ठाउँ, स्याओसिल नुहाउने ठाउँ, छोरीसिल किचन खाना पकाउने ठाउँ, खोङह्योङ भनेको सार्वजनिक प्रयोग, फल्ले इन पाले, क्युचिगुल छिक्किदा नियम पालना गर्नु गोलो लगाएको छ यसरी है। अनि क्युचिगुल अगिदा भनेको नियम पालना नगर्नु यहाँ काटेको छ यसरी। थारुन भनेको अर्को, थेरे ओदा लिएर आउनु भन्जा एक्लै। खुरिमुल फोगो फिनखाने आलमाजुन थानाहरू सुस्यायो। चित्र हेरेर खाली ठाउँमा मिल्ने शब्द लेख्नुहोस्। यो चाहिँ फोक्दो हो है, यो चाहिँ प्यासेज हो गल्ली है। खिसुक्सा फोक्दो एस सिकुरप के तजुल्जी मासेयो है। होस्टेलको फोक्दोमा है प्यासेजमा चाहिँ हल्ला गरी नचिच्याउनुहोस् भन्यो है। खल्ली सिल छ है, यो त रेखदेख कक्षे है। मुन्जेगा इस्युमेन खल्ली इन हान्थे इयागी हाँसेयो। समस्या छ भने पालेसँग कुरा गर्नुहोस्। खाना पकाउने ठाउँ हो यो चाहिँ है। छोरीसिल यस यौरीहान हुए केक्कु थागे छङ्ग्री हाँसेयो। किचनमा खाना पकाइसकेपछि सफा गरी व्यवस्थापन गर्नुहोस्। खेदान सिडी हो यो है। खेदान यस थाम्बे रेल फ्युजी मासेयो। खेदानमा सिडीमा चाहिँ चुरोट नपिउनुहोस्। मुनबब एकतिर जाउँ अब हामी। मुनबब इलाई व्याकरण एक छन्नायो। छन्नायो चाहिँ यो खासमा नित भन्ने जस्तो अर्थ लाग्छ। अब यहाँ के भन्छ, छन्नायो चाहिँ भव र विशेषणमा जोडेर लेखिन्छ है। सुन्ने व्यक्तिले अवश्य पनि थाहा पाएको कुरा विचार गरिरहेको हुन्छ, तर भन्ने व्यक्तिले है कुरा गर्ने व्यक्तिले चाहिँ फेरि पनि निश्चित गर्नको लागि पक्का गर्ने बेला यो व्याकरण प्रयोग गरिन्छ। हामे नुन सेथाग्गे रुल थोल्लिजी मासेयो सिकुरप चनायो।
रातिमा चाहिँ वासिङ मेसिन अन नगर्नुहोस्, आवाज आउँछ नि। चोम इत्ता नागाल कायो, थेगुन सिगाने नुन सारामी मान्छान आयो। एकछिनपछि जाउँ, यो छुट्टीको समयमा चाहिँ मानिसहरू धेरै हुन्छन् नि। गारा नाको कन्भर्सेसनमा गाले भन्छ फान्जाङ निमी आन फोइ सिनेयो, फान्जाङ निम चाहिँ देखिनु भएन नि। अनि नाले भन्छ आक्का छाङ्गो ए खासेस चान्नायो, एकछिन अघि स्टोर रुममा जानुभएछ नि। टिप्समा के भन्छ हेरौँ, प्रश्नवाचकको वाक्यमा प्रयोग गर्यो भने कुरा गर्ने मानिसको विचारको बारेमा है सुन्ने मानिसले चाहिँ उसको विचारलाई सहमत जनाउने अर्थ जनाउँछ भन्यो है। जस्तो उदाहरणमा नुजुमेन छन्वा हे या थ्वेच्चानायो भन्यो है। ढिलो भयो भने फोन गर्नुपर्छ नि। अनि नाले भन्छ नेमा जायो, हुन्छ म गर्छु भन्ने व्यक्तिको विचारलाई सुन्ने व्यक्तिले सहमत जनायो भनेर है, नेमा जायो भनेर। इल्बन आलबान्जन गसुन खोल्ला मुन्जाङ्गुल उहाँसँग आसेयो, मिल्ने कुरा छानेर सेन्टेन्स पुरा गर्नुहोस्। मान्था धेरै हुनु, छुक्ता चिसो हुनु, फुल्दा हावा धेरै चल्नु, छुल्गुन हाँदा काममा जानु। इल्बन उम्से गुल थ छुन्बी हेया थियो, ओनुरुन सोन्निमी मान्छानायो, खाना अझ तयार गर्नुपर्छ, आज पाहुनाहरू धेरै छन् नि। इबन ओसुल तात्तु थागे इबुसेयो, नाल्सिगा छोम्नायो, कपडा तातो गरी है बाक्लो गरी लगाउनुहोस्, मौसम चिसो छ नि। साम्बन छाङमुन चोम थाद्दा चुसेयो, फारामी मानी फुल्चानायो, झ्याल यसो बन्द गरिदिनुहोस्, हावा धेरै चलेको छ नि। ताबन अल्लुन सुसेयो, आछिम इल्चिक छुल्गुन हाच्चानायो, चाँडै आराम गर्नुहोस्, भोलि सबेरै काममा जानु छ नि। इबन फोगी वा खाच्छी थेवारुल भन्छसँग आसेयो, उदाहरण जस्तै वार्तालाप पुरा गर्नुहोस्। फोगी गाले भन्छ फाङ्गेस एउरी हेतु थियो, आन्दयो खोङयोङ छोरी सिरी इच्छनायो, कोठामा खाना पकाए पनि हुन्छ, हुँदैन सार्वजनिक किचन भान्सा छ नि त। अब यसलाई चाहिँ बनाएको हो खासमा है, यो खोङयोङ छोरी सिल इत्तालाई चाहिँ बनाउनु पर्यो है। त्यस्तै गरेर हामीले चाहिँ यसलाई बनाउनु पर्यो यहाँनिर यसरी। गाले भन्छ सुरेगी रोल फोक्दो ए छाम्का नादो थोचियो, आन्दयो फाक्के सुरेगी थोङ्गे इच्छानायो, फोहोरलाई प्यासेसमा एकैछिन राखे पनि हुन्छ नि, हुँदैन बाहिर डस्टबिन छ नि त। फाङ्गेस थाम्बेरुल फिउदो थियो, कोठामा चोट पिए पनि हुन्छ, आन्दयो खिसुक्सा नेसनुन खुम्मेनी चानायो, हुँदैन होस्टेलको भित्र चाहिँ धुम्रपान निषेधित क्षेत्र हो नि त। साम्बन खिसुक्सा ए छिन्गुरुल थेरिगु वादो थियो, होस्टेलमा चाहिँ साथीलाई लिएर आए पनि हुन्छ, आन्दयो थारुन सारामी फुलफेन हाचानायो, हुँदैन अरू मानिसलाई असहज हुन्छ नि। ध्यान दिएर वार्तालाप एक सुनौ। 기숙사 생활이 어때요? 저도 기숙사로 이사하고 싶어요. 왜요? 원룸에서 사는 게 안 좋아요? 좋은데 월세가 비싸서요. 그런데 기숙사는 방을 다른 사람과 함께 사용해야 되지요? 아니요. 우리 기숙사는 방을 혼자 써요. 조리실과 세탁실은 공용이고요. 기숙사는 좀 불편하지요? 불편하지는 않지만 지켜야 되는 규칙이 있어요. 기숙사에서는 여러 사람이 함께 생활하잖아요. थेवा इल आगुङ र आमिनाको कुरो भएको रहेछ है। आगुङले भन्छ आमिनासी खिसुक्साको जीवनयापन कस्तो चल्दैछ, कस्तो छ, म पनि खिसुक्सामा चाहिँ बसाइ सर्न चाहन्छु भन्यो है।
आमिनाले भन्छ किन ओल्ड रुममा बस्ने राम्रो भएन? अनि आगुङले भन्छ राम्रो छ र पनि कोठा भाडा महँगो भएर हो। तर होस्टेलमा चाहिँ कोठा अरू मानिसहरूसँगै प्रयोग गर्नुपर्ने हो। आमिना होइन, म होस्टेलको कोठा एक्लै प्रयोग गर्छु। भान्सा कोठा र लुगा धुने ठाउँ सार्वजनिक छ नि। आगुङ होस्टेल अलि असहज हुन्छ हो। आमिना असजिलो भए तापनि पालना गर्ने नियमहरू धेरै हुन्छ। होस्टेलमा चाहिँ धेरै मानिसहरूले सँगै जीवनयापन गरिन्छ नि। त्यताफे भयो एन्सर गरी हेर्नुहोस्। आगुङसी चाहिँ किन होस्टेलमा सर्न चाहन्छ? ओइने हामेन ओल्सेगा फिस्सा सयो, किनभने कोठा भाडा महँगो भएर हो। अनि दुईमा भन्छ आमिना सिनुन थारुन साराम ग्वाहाम के खिसुक्सा फाङ्गुल सायुङ हेयो। आमिना सीले चाहिँ अरू मानिसहरूसँगै चाहिँ खिसुक्साको है होस्टेलको कोठा प्रयोग गर्छ। अनि यो फाङ्गुल हुन्छ सयो, होइन कोठा एक्लै प्रयोग गर्छ। कि थोएन फेउनुल हरिङ हाए थेवा एफोसेयो, प्रस्तुत गरिएको अभिव्यक्तिलाई प्रयोग गरी वार्ता बनाई हेर्नुहोस्। खोङह्योङ स्याओसिल सार्वजनिक नुहाउने ठाउँ केक्कुत हागे सायोङ हेया थोइदा, सफा गरी प्रयोग गर्नु। ए र सारामी हामके सायोङ आदा, धेरै मानिसले सँगै प्रयोग गर्नु। अब यसलाई चाहिँ वार्तालाप बनाएको छ हेरौँ यहाँ। खिसुक्साए अत्तन सिसरी इस्सयो, होस्टेलमा चाहिँ कस्तो सुविधा छ। खोङह्योङ स्याओसिरी इस्सयो, सार्वजनिक नुहाउने ठाउँ छ। खोङह्योङ स्याओसिल सायोङ ख्युसिगी इस्सयो, सार्वजनिक नुहाउने ठाउँ प्रयोग गर्ने नियम छ। ने केक्कुत हागे सायोङ हेया थियो, ए र सारामी हामकी सायोङ हाच्चानायो, हजुर सफा गरी प्रयोग गर्नुपर्छ। धेरै मानिसहरूले सँगै प्रयोग गर्छन् नि। युगेसिल बैठक कोठा सेबेगे टिभी रुल फोमेन आन्थोइदा, सबेरै बिहान टिभी हेऱ्यो भने हुँदैन। सिकुरप्ता हल्ला हुनु। खिसुक्साए अत्तन सिसरी इस्सयो, होस्टेलमा कस्तो सुविधा छ। युगेसिरी इस्सयो, बैठक कोठा छ। युगेसिल साइङ खिसुगी इस्सयो, बैठक कोठा प्रयोग गर्ने नियम छ। ने सेबेगे नुन टिभी रुल फोमेन आन्थोयो सिकुरप चानायो, हजुर सबेरै बिहान टिभी हेऱ्यो भने हुँदैन, हल्ला हुन्छ नि। 심리, 음력, 담력. 2. 정리, 능력, 등록. फारुम उच्चारण है। यो फास्चिममा चाहिँ म र न पछि जोडेर लगत्तै ल आउँछ भने यो लको उच्चारण चाहिँ के हुन्छ? न हुन्छ भनेको। अब यसको अर्थ पनि चाहिँ हेरौँ है। सिम्नी परीक्षण, उम्नेक चन्द्रपात्रो, थाम्नेक साहस साहसी है, छङ्नी व्यवस्थापन गर्नु मिलाउनु है, नुङ्नेक क्षमता, अनि थुङ्नोक भनेको दर्ता है। यो सबैमा हेर्नु त यो म ङ आछ नि, यो चाहिँ फास्चिममा आयो। यसको लगत्तै के आयो? ल आयो है। यो ल है, ल आछ नि। यसको उच्चारण चाहिँ न हुन्छ भनेको कि है। लको उच्चारण सबैको उच्चारण के भएको छ? न भएको छ है। हेर्नु त न भएको छ सबको उच्चारण चाहिँ। यस्तो हुन्छ उच्चारणको विधि भनेको है त। अहि 2 तिर जाउँ हामी अब। अहि यी भोकाबुलरी 2 मा छ। भोजनालय सिक्तानसँग सम्बन्धित शब्द भन्यो है। रेस्टुरेन्ट है। पे सिक्ते भनेको खाना बेच्ने ठाउँ। सिक्सुते भनेको पानीहरू भएको ठाउँ है। खाना खाइसकेपछिको त्यो ट्रेहरू राख्ने ठाउँ। सिक्ताङ फ्यो भनेको म्यानु बोर्ड है।
अनि सिक्कोन भनेको टोक्कन, खानाको टोक्कन। सिक्फान भनेको ट्रे है, खाना राख्ने ट्रे। थाम्दा भनेको राख्नु। नोत्था भनेको राख्नु। थोसिराग भनेको टिफिन बक्स। मिरी पहिले नै। हारिन थोइदा छुट गर्नु। नाओदा आउनु। सुदा प्रयोग गर्नु। किरी भनेको एक अर्का भनेको है, एक आपसमा भन्ने यस्तो कुरा लाग्यो। खाजिदा भनेको ल्याउनु, सँगै हुनु। रिमुल फोगो मुन्जाङ्गुल भन्सँग आयो। चित्र हेरेर सेन्टेन्स पुरा गर्नुहोस्। अब यो राखिरहेको है, थाम्दा लगाउनु पर्यो यसमा चाहिँ। खुरुसिए फान्सानुल थामायो है, खुरुटमा चाहिँ सहायक परिकार राख्छु। अब यो चाहिँ यो सिक्फान हो है, यो सिक्फान भनेको ट्रे है। अब सिक्फाने नुन फापग्वा खोप फान्सानुल मोदु थामुल सुइसयो है। सिक्फाङमा चाहिँ भात, सुप, सहायक परिकार सबै राख्न सकिन्छ। साम्बन सिक्ताङफ्यो है, यो चाहिँ म्यानु, खानाको म्यानु है। सिक्ताङफ्यो ए नुन अनुरे म्यानु रोल भागिन हेस्सयो, खानाको म्यानुमा रहेको आजको म्यानुलाई चेक गरे। थोइसिग्गु भनेको खाना खाइसकेपछि राख्ने ठाउँ, ट्रे राख्ने ठाउँ है। फाबुल था मगुल हुए सिक्फानुल थोइसिग्गु ए नौस्यो, भात सबै खाइसकेपछि ट्रेलाई राख्ने ठाउँमा राख्नुहोस्। मुनबब 2 हेरौँ। मुनबब इ ग्रामर 2 मा छ। आ अ नोत्था भनेको इ राख्नु भन्ने अर्थ लाग्यो नेपालीमा है। अ आ नोत्था चाहिँ ट्रान्सिटिभ भर्बमा चाहिँ जोडेर लेखिन्छ है। कुनै कार्य सकिएपछि त्यो नतिजालाई सन्तुलन राखिरहेको छ भन्ने जनाउँछ। आ र उ आयो भने आ नोत्था है, जस्तो सादाको सानोत्था किनिराखे है। अ उ इ आयो भने चाहिँ अनोत्था, जस्तो एल्दाको एरनोत्था है, खोलिराखे। अनि हादाको हेनोत्था, गरिराखे। फाबुल मग्नुन हुए सिक्थागु ठक्का नआस्सयो है, भातलाई खाइसकेपछि सिक्ताकै डाइनिङ टेबललाई पुछिराखे। शिक्षा हुए छाङमुनुल चुम एरनोसयो, खाना खाइसकेपछि झ्याललाई यसो खोलिराख्नुहोस्। याङे खार्य गियो फियङ्गी फ्योरुल या गे नआस्सयो, गाउँमा जाने विचार गरेकोले प्लेन टिकट बुकिङ गरिराखे। इल्बन फोगी वा खाच्छी थेवारुल भन्सँग आसियो। उदाहरणको जस्तै वार्तालाप पुरा गर्नुहोस्। फोगी छायासी छिप्दुरी सन्मुनुल छुन्बी हेस्सयो, छायाजीले चाहिँ घर सराई पार्टीको उपहार तयार गर्नुभयो। ने हिउजी हागो सेजे रुल सानो आस्सयो, हजुर टिस्यु र सरफ चाहिँ किनिराखे। सादालाई बनाएको छ है। त्यस्तै गरेर हामीले अब नत्थालाई राख्नुलाई बनाउनु पर्यो अब है। खाल्लोसी सागो फोगुन अदिए इस्सयो, खाल्लोसी कामको पोसाक कहाँ छ? खाबाङ आने न नआस्सयो, झोलाको भित्र राखे। इवन ओइ छाङमुनुल थादास्सयो, किन झ्याल बन्द गर्नुभयो? फाक्के मन्जिका मानास थादा नआस्सयो, बाहिर चाहिँ धुलो धेरै भएर बन्द गरिराखे है, थात्तालाई बनाएको। अनि साम्बन 3 नम्बर छागबजाङ्गी आजु केक्कु थान्ने हो, कार्यक्षेत्र एकदमै सफा छ नि त। अनुल चोम इल्चिक वास छङ्सो हे नआस्सयो, आज यसो चाँडै आएर सफा गरिराखे। इबन आगुङसिगा खुक्ने सिक्ताङ ए थे या गेरुल हेयो, आल्माजुन गसुल खोल्ला खुरुल भन्सँग आसेयो भन्यो है। आगुङसीले चाहिँ सिक्ताङको बारेमा कुरा गर्छ, भिन्ने कुरा छानेर हरफ पुरा गर्नुहोस्। छुन्बी हान्दा तयार गर्नु, फुसिदा टाँस्नु, सादा किन्नु, थक्ता पुस्नु। उरी खोङजाङ खुक्ने सिक्ताङ हुन्, सिग्गोनुल मिरी सामेन हारेनी थोयो, हाम्रो कम्पनी भोजनालयको टोक्कन, खानाको टोक्कन पहिले नै किन्यो भने छुट दिन्छ। खुरेछ, त्यसैले सिक्कोनुल एरचाङ धेरै है सानो आस्सयो,
किनिराखे। सिक्ताङ आजमनिगा सिक्ताङ फेरुल खेसी फाने खुच्छ नुहायो। सिक्ताङ आन्टीले खानाको म्यानुलाई जानकारी बोर्डमा टाँसिराख्छ। सिक्ताङ फेरुल फोमेन मुसुन उम्सिकी नाओ नुन्जी आल्सु इस्सयो। म्यानु बोर्डलाई हेर्यो भने कुन खाना आउँछ थाहा पाउन सकिन्छ। उरी खुग्नी सिक्ताङुन मेइल मासी नुन उम्सिक ग्वा फान्छानुल सुनबी हे नुहायो। हाम्रो भोजनालय चाहिँ प्रत्येक दिन मिठो खाना र सहायक परिकारहरू तयारी गरी राख्छ। खुरेछ त्यसैले सारामदुरुन खुग्नी सिक्ताङ यस छम्सी मगदुन गसुल छुवायो। त्यसैले मानिसहरूले चाहिँ भोजनालयमा चाहिँ दिउँसोको खाना खाने कुरा राम्रो मान्छन्। फाबुल मगुन हुएनुन सिक्फानुन छिउगो सिक्थागोल केक्कुथागे थक्का नुहायो। खुरेमेन थारुन सारामी खिबुनी छक्के शिक्षा हाल्सु इस्सयो। भात खायो भने ट्रेलाई हटाएर डाइनिङ टेबललाई सफा गरी पुछी राख्छ। यसो गर्यो भने अरू मानिसहरूले राम्रो गरी खाना खान सक्छन्। थेवा 2 हेरौँ अब हामी। 밥 먹으러 갈까요? 반장님, 저는 오늘 도시락을 싸왔어요. 고향 음식이 먹고 싶어서요. 그래요? 그럼 맛있게 드세요. 오늘은 우리끼리 먹고 올게요. 내일은 구내식당에 삼계탕이 나오니까 같이 먹어요. 네, 알겠습니다. 저도 삼계탕 좋아해요. 맛있게 드시고 오세요. 마두씨, 점심 먹으러 갈까요? 식권은 사놓았어요? 아니요. 지금 식당에 가서 사야 돼요. थेवा 2 वार्तालाप 2 फान्जाङनिम र आगुङको कुरो भएको रहेछ। दिउँसोको खाना खाने टाइम भएकोले खाना खान जाउँ। आगुङ फान्जाङनी म चाहिँ आज टिफिन प्याक गरी लिएको छु। गाउँको खाना खान चाहेर हो। फान्जाङ यो हो र? उसो भए मिठो गरी खानुहोस्। आज चाहिँ हामीहरू सँगै खाएर आउने छौँ। भोलि चाहिँ कम्पनी रेस्टुरेन्टमा सामग्रिक थान हुने भएकोले सँगै खाउँ। आगुङ हुन्छ बुझे, म पनि सामग्रिक थान मन पराउँछु। मिठो गरी खाएर आउनुहोस्। फान्जाङले फेरि यसले अर्को व्यक्तिलाई पनि भन्छ है, माथि चाहिँ लन्च खान जाउँ। सिक्कोन है खाना खाने टोकन चाहिँ किनिराख्नुभयो। माथु भन्छ होइन, अहिले चाहिँ सिक्ताङमा गएर किन्नुपर्छ। त्यता फेरि आयो। आज आगुङसी चाहिँ किन भोजनालयमा लन्च खाएन? ओइने हामेन खोयाङ उम्सिगी मक्को सिफसयो। किनभने गाउँको खाना खान चाहेर हो। अनि यो भन्छ भोलि सिक्ताङमा के खाना खान सकिन्छ? नेरुन खुग्ने सिक्ताङ ए सामग्रिक थानुल मगुल सुइसयो। भोलि चाहिँ सिक्ताङमा सामग्रिक थान खान सकिन्छ। छसी थोयन फेउनुल वार्निङ हाए थेवाए फसेयो। प्रस्तुत गरिएको अभिव्यक्तिलाई हेरेर वार्ता गरी हेर्नुहोस्। फुलखोगी गाईको मासु मान्दुल्दा बनाउनु थाम्दा राख्नु। अब यसलाई कन्भर्सेसन बनाएको छ है। छाल मकेस सुम्निदा राम्रोसँग खानेछु। मासिक्के थुस्यो। उरी खुग्नी सिक्ताङुन उम्सिगी छाम मासिसयो। मिठो गरी लिनुहोस्। हाम्रो भोजनालयमा खाना साँच्चीकै स्वादिष्ट छ। खुरचियो यो हो र? अनुरुन फुलखोगी रुल मान्दु र नुवात्न्यायो माथुसी अधि खायो। आज चाहिँ फुलखोगी बनाएर राख्नु भएछ नि। माथुसी कहाँ जानुभयो? फुलखोगी चाहिँ मिठो भएर अझ राख्न गयो। थोइजान सिगे छुन्बियादा खाचिदा। अब यसलाई हामीले बनाउनु पर्यो है। छाल मगे सुमिँदा मिठो गरी खानेछु। मासिक्के थुसियो मिठो गरी खानुहोस्। उरी खुग्ने सिक्ताङ नुन उम्सिगी छाम मासिसयो। हाम्रो भोजनालय चाहिँ खाना साँच्चीकै स्वादिष्ट हुन्छ।
부러지요. 요라 오늘은 된장찌개를 준비해 놓았네요. 마토씨 어디 가요? आज चाहिँ 된장찌개 तयारी गरेर राख्नुभएछ. माथुसी कहाँ जानुभयो? 된장찌개가 맛있어서 더 가지러 가요. 된장찌개 स्वादिष्ट भएर अझ लिन जानुभएको छ. 바쁜 일은 다 끝났어요? 네, 다 끝났어요. 속이 시원해요. युनान फ्योङ है उपयोगी अभिव्यक्तिहरू. सोगी सियोन्यो भनेको चाहिँ मनभित्र चाहिँ है भित्र चाहिँ शीतल हुनु भनेको है भनेको एकदम आनन्द फिल हुनु भनेको है. चाहिँ काम सबै सक्नुभयो भनेर भन्छ. अनि नाले ने थाक कुट्न सय सोगी सियोने हो. हजुर सबै सके एकदम आनन्द फिल भएको छ भन्छ. मुनुवा वा छङ्बोतिर जाउँ अब. मुनुवा वा छङ्बो संस्कृति र जानकारी. सानी खोङयोङ सिसल सायोङ सूचिक. कम्पनीभित्र सार्वजनिक सुविधालाई प्रयोग गर्ने नियम. कम्पनीमा चाहिँ बैठक कोठा, भोजनालय, जिम गर्ने ठाउँ आदि विभिन्न मानिसहरूले सँगै प्रयोग गर्ने सेवा सुविधा हुन्छन्. यस्तो सुविधालाई प्रयोग गर्ने बेला अरू मानिसलाई असजिलो नहुने गरी होसियार हुनुपर्छ. एक्लै भएर सोफामा ठाउँ ओगट्ने र पल्टिने वा खुट्टालाई कुर्सीको माथि वा टेबुलको माथि राख्ने काम अनि इयरफोन नलगाएर मोबाइलमा प्रसारण भएको कुरा हेर्ने शिष्टाचार नभएको क्रियाकलाप हो. सिक्ताङ भोजनालय बाहिर नेम्से धेरै आउने खानेकुरा नखाने र सेवा सुविधाको सामानलाई प्रयोग गरेपछि अरू मानिसहरूको लागि सफा गरी राखिदिने कुरा राम्रो हुन्छ. अनि मानिस नहुने बेला हाते लाइट, मोबाइल वा फ्रिज, एसीहरू खोलेर राख्ने गर्नु हुँदैन. केही समय प्रयोग गर्ने कम्पनीभित्रको सेवा वा फरक कम्पनीको सहकर्मीहरूसँग सधैँ सँगै समय बिताउने दैनिकी ठाउँ हो. होस्टेलमा चाहिँ व्यक्तिगत ठाउँ बाहेक पनि लुगा धुने ठाउँ, नुहाउने ठाउँ, आराम कक्ष, भान्सा कोठा आदि सार्वजनिक रूपमा प्रयोग गर्ने सुविधाहरू हुन्छन्. सार्वजनिक सुविधालाई प्रयोग गर्ने बेला प्रयोग नियमलाई राम्ररी पालना गरेर सधैँ सफा गरी प्रयोग गर्नुपर्छ. अर्कोतर्फ ढिलो समयमा चाहिँ टेलिभिजन वा गानाको आवाजलाई सानो गराउने र लुगा धुने ठाउँ वा नुहाउने ठाउँ चाहिँ प्रयोग नगर्ने कुरा राम्रो हुन्छ. विशेष गरी एक अर्काको फरक सांस्कृतिक पृष्ठभूमि लिएर आएको मानिसहरूसँगै सुहाउने गरी बस्ने अवस्थामा चाहिँ दोस्रो पक्षको सम्बन्धित पक्षको संस्कृतिलाई सम्मान गर्ने एउटा व्यवहार आवश्यक छ, महत्त्वपूर्ण छ. अघि नै चेक गरी हेर्नुहोस्. होस्टेलको सेवा सुविधासँगै नियमको बारेमा कुरा गर्न सकिन्छ. भोजनालयलाई प्रयोग गर्ने बारेमा कुरा गर्न सकिन्छ. कुनै काम सकेर त्यो नतिजालाई सन्तुलन राख्ने अभिव्यक्तिलाई प्रयोग गर्न सकिन्छ. इपिएस टपिक इल्गी इल्बनबुथ इभन थाउ नेङ्वा खन्गे नन खुरुमुल खुरुसिप्सियो. तर विषयसँग सम्बन्धित चित्र छान्नुहोस्. थोइसी गु इम्निदा भनेको चाहिँ खाना खाइसके पछाडि ट्रेहरूलाई राख्ने ठाउँ कुन हो? एन्सर नम्बर 2 है यहाँ राखेको छ. अनि यो 1 मा चाहिँ खाना बेच्ने ठाउँ हो है, मिलेन. 2 मा चाहिँ खाना बनाउने ठाउँ हो है, यो पनि मिलेन. मिलेन. एन्सर नम्बर 2. इभन खुरुसे फान्सानुल थाम्को इस्सुम्निदा. खुरुतमा चाहिँ फान्सान सायक डिसहरू राखिरहेको छ. एन्सर नम्बर 1 नै हुने हो है, यहाँ राखिरहेको छ. 2 मा खाना बनाइरहेको छ. 3 मा भाँडा माझिरहेको छ, सलगजी गरिरहेको छ है. 4 मा चाहिँ खाना खाइरहेको छ, मिलेन. चाम्बन थाउमछुङ मिच्छुन जिङ फुबुमी मान्नुन मुन्जाङुन खुरुसिप्सियो. तर अन्डरलाइन गरिएको भागसँग मिल्ने सेन्टेन्स छान्नुहोस्.
अब यहाँ चाहिँ अन्डरलाइन गरिएको भागलाई मात्रै हेरौँ है के भन्छ खिचफ्योल यागे नअसयो है ट्रेनको टिकटलाई चाहिँ बुकिङ गरी राखे भन्यो एन्सर नम्बर 1 नै भयो है यो मिल्या दुई भन्छ सा नअसयो किनिराखे भन्यो है भोजनालयको सिक्कोनलाई किनिराखे है टोकन किनिराखे भन्यो यो सा आइसकेको छ त्यो यो आ हुँदिन है त्यही भएर मिलेन सा नअसयो भन्नु पर्यो यसको लागि है अनि 3 मा भन्छ यो एरा नअसयो भन्ने हुन्न है यो अ हुन्छ यहाँनिर त्यही भएर यो मिलेन है एरा नअसयो भन्नु पर्यो 4 मा चाहिँ ठक्क नअसयो भन्ने हुन्न है ठक्का नअसयो भन्ने हुन्छ त्यही भएर यो मिलेन साबन फिनखाने थुर्गल खाजाङ आलमाजुन गसुल खुर्सिप्सियो खाली ठाउँमा सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भन्यो है धेरै मानिसहरूले सँगै जीवनयापन गर्ने होस्टेलमा चाहिँ नियमलाई राम्ररी र पालना गर्नुपर्छ भन्नु पर्यो एन्सर नम्बर 3 हारुन साराम एगे फियरुल छुमेन आन्थोम्निदा अरू मानिसहरूलाई बाधा दियो भने हुँदैन 1 मा भन्छ फोनेया हाम्निदा पठाउनु पर्छ 2 मा भन्छ छिवया हाम्निदा हटाउनु पर्छ 4 मा भन्छ साइङ भएया हाम्निदा प्रयोग गर्नुपर्छ अब नियमलाई के गर्नु पर्यो त पालना गर्नु पर्यो है सिक्खेया हाम्निदा एन्सर नम्बर 3 5 मा पनि मिल्ने कुरा नै भनेको छ हेरौँ है आराम कक्ष चाहिँ धेरै मानिसहरूले सँगै प्रयोग गर्ने ठाउँ भएकोले इयरफोनलाई नलगाएर स्मार्टफोनमा प्रसारण भइरहेको कुरालाई हेर्यो भने हुँदैन अनि मानिस नहुने बेला हाते लाइट मोबाइलको लाइटहरू एसी हिटरहरूलाई अफ गर्नुपर्छ होस्टेलमा पनि पालना गर्नुपर्ने नियम हुन्छ ढिलो समय रातिमा टेलिभिजन हेर्ने बेला आवाजलाई सानो गराउने र लुगा धुने ठाउँ र नुहाउने ठाउँ प्रयोग नगर्ने कुरा राम्रो हुन्छ 11 अब 1 मा के भन्छ हेरौँ होस्टेलको कोठामा चाहिँ ठुलो स्वरमा टेलिभिजन हेरे पनि हुन्छ यो त भनेकै छैन है सानो स्वरमा हेर्नुपर्छ भनेको छ यहाँनिर है अनि 2 मा भन्छ होस्टेलमा चाहिँ ढिलो समयमा लुगा धुने ठाउँ प्रयोग गर्नुपर्छ यहाँ त प्रयोग गर्नु हुँदैन भनेको छ है यो पनि मिलेन अनि 3 मा भन्छ अरू मानिसहरूको लागि आराम गर्ने ठाउँको बत्ती सधैँ अन राख्नुपर्छ भन्छ यहाँ त मान्छे भएन भने अफ गर्नुपर्छ भने नि है दोस्रो सेन्टेन्समा त्यही भएर मिलेन अनि 4 मा भन्छ आराम कक्षमा फोनलाई प्रयोग गर्ने बेला इयरफोन लगाउनु पर्छ एन्सर नम्बर 4 भयो है यहाँनिर भनेको छ फर्स्ट लाइनमै भनेको छ यहाँनिर है 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 아궁 씨는 지금 뭐 하고 있어요? 계단을 청소하고 있어요. के गरिरहेको छ भन्छ खेदानको चाहिँ छङ्सो गरिरहेको छ एन्सर नम्बर 3 है 2번. 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. 어디에서 밥을 먹어요? है भोजनालयमा खान्छु भन्नु पर्यो एन्सर नम्बर 4 3번. 두 사람은 무엇에 대해 말하고 있습니까? 구내 식당에서 밥을 먹으려고 하는데 현금으로 계산하면 돼요? 아니요. 먼저 식권을 산 다음에 식당 직원한테 식권을 줘야 돼요. 식당 चाहिँ प्रयोग गर्ने तरिका भनिरहेको छ है आज सिक्तामा खाने विचार गरेको छौँ है अनि खेसान गर्ने 4번. जस्तो कुरो गरेको छ होइन 다음을 सिक्कुनहरू 듣고 गर्नुपर्छ भन्छ 이어지는 말로 가장 알맞은 것을 고르십시오. 이렇게 늦은 시간에는 세탁실을 이용하면 안 돼요. ढिलो समयसम्म चाहिँ सेताक्सिल चाहिँ प्रयोग गर्नु हुँदैन नि भन्ने कुरा गर्यो अनि एउटा के भन्नु पर्यो आफूदेखि होसियार हुनेछु
आफू रुनु नि 5번. सुसुमाले गयो भन्नु पर्यो है एन्सर नम्बर 다음 ए। 중 들은 내용과 같은 것은 무엇입니까? 유스프 씨, 여기서 요리하면 안 돼요. 휴게실에서 요리하면 안 되는지 몰랐어요. 요리는 조리실에서 해야 돼요. 9시까지 이용할 수 있어요. 요리한 음식을 휴게실에서 먹는 건 괜찮아요. 아, 그래요? 알려주셔서 감사합니다. अब यहाँ खासमा केटाले चाहिँ युगेशीलमा चाहिँ आराम कक्षामा चाहिँ खाना बनाइरहेको छ है, बनाएको छ। केटीले चाहिँ यहाँ बनाउनु हुँदैन नि, छोरी फिसीलाई भान्सा कोठा किचनमा गएर बनाउनु पर्छ भन्ने कुरा गर्छ। अनि तपाईँले जानकारी गराइदिनु भयो, धेरै धन्यवाद भनेर केटाले केटीलाई भन्छ। त्यही भएर हाम्रो एन्सर नम्बर 2 हुने भयो है। 2 मा के भन्छ, केटाले चाहिँ युगेशीलमा खाना बनायो भनेको छ है। हाम्रो मिल्ने कुरा यही नै हुन्छ, अरू मिलेन है। एन्सर नम्बर 2। आजको भाग यही सकिन्छ। हामी अर्को भागमा फेरि भेट्नेछौँ। धन्यवाद।